प्रत्यक्ष कार्यकारीको चुनाव फागुन 21 मा गराउने निर्णय र प्रदेश संरचना खारेज अनि रमेश लेखकलाई र तत्कालीन खड्ग प्रसाद ओलीलाई अनि लगायतका भ्रष्टाचारमा मुसिएका ती व्यक्तिहरूलाई तपाईले कानुनी दायरामा ल्याएर कारबाही गर्न सक्नु भएन भने कार्तिक 24 गतेसम्ममा यो निर्णय गर्न सक्नु भएन भने सडकमा हामी दशौंको संख्या होइन सयौंको संख्या होइन हजारौंको संख्यामा व्यक्तिहरू उतार्ने छौं सिंहदरबारबाट सिधै फुटेर ल्याएर सडकमा घिसार्ने छौं भन्दैछु ती रगतहरू पानी बनाएर त्यसलाई पिउनको लागि तपाईहरुलाई हामीले प्रधानमन्त्री बनाएका होइन गोली लागेको छ छातीमा लाग्यो भनेको क्रान्ति हो आन्दोलनबाट आएको भने हामी आन्दोलनमा जति पनि क्षति भयो जति पनि व्यक्तिगत क्षति भयो सरकारी क्षति भयो त्यसको पूर्ण रूपमा हामीले बिहोर्नु पर्छ त्यसको कारबाहीको भागीदार हुनुपर्छ त्यसले गर्दा हामी क्रान्ति भएर आएको क्रान्तिले नयाँ संविधान जनाउँछ नयाँ संविधान बनाउँछ नयाँ सरकार बनाउँछ एनजिओले जुन प्रकारले अहिले हाम्रा भाइहरूको रगतमाथि खेलवाड गरिराखेको छ आज म यही पत्रकार सम्मेलनबाट म यहाँ सम्पूर्ण अहिले नेपालमा कार्यरत जति पनि एनजिओ का जति पनि टिमहरू छ खबरदार तपाईहरुलाई लखाट्न पनि हामी बेर लगाउँदैनौं यदि हाम्रा भाइहरूको सपना पूरा भएन भने हामीले जुन जेनजी 2.0 निकाल्यो भने अब हामी जेनजी अगुवाहरू मात्रै बोलेर हुँदैन हामीले भनेर मात्रै हुँदैन त्यही भएर हामीले त्यस कार्यक्रममा 400 भन्दा बढी मान्छेलाई भेला गरेर मृतक तथा घाइते परिवारको मात्रै माग सुन्यौं कसैको पनि माग सुनेनौं त ठुलो र म सानो भनेर पदको लागि हामी लडेनौं हामीले घाइते तथा मृतकको मागहरू सुन्यौं उहाँहरूको माग एक टिपोट गरेका छौं एक शब्दमा राखेका छौं एक नोटबुकमा राखेका छौं त्यो मागलाई हामीले प्रमुख एजेन्डा बनाएर अग्रसर लिएका छौं प्रमुख माग भनेको नै प्रत्यक्ष कार्यकारीको प्रधानमन्त्री हुनुपर्छ भन्ने देखियो प्रदेश संरचना हर हालतमा खारिज हुनुपर्छ भन्ने देखियो म यहीँबाट भन्न चाहन्छु सुदन गुरुङ मिराज ढुङ्गाना प्रवेश दाहाल रक्षा बम मजिद अन्सारी लगायतका व्यक्तिहरू अब छुटेर हुँदैन अब एक हुनुपर्छ तपाईहरुमा नै शक्ति छ हामीमा नै शक्ति छ हामी नै एक हुन सकेनौं भने के गर्ने अर्कालाई फाइदा उठाउन दिने के प्रतिशोधको भरमा राजनीति चल्छ चल्दैन त्यही भएर एक हुनु आवश्यक छ बारम्बार भनिरहेको छु शब्द एउटै हुनुपर्छ ताली एउटै हुनुपर्छ आवाज एउटै हुनुपर्छ भावना एउटै हुनुपर्छ हामी एक हुनुपर्छ अब भन्यौ हामीलाई सबैभन्दा बढी पछुतो के भएको छ भने सुशीला कार्कीको सरकारबाट भएको छ सुशीला कार्कीलाई हामीले यतिकै ल्याएर राखेको होइन प्रत्यक्ष कार्यकारीको चुनाव हुनुपर्छ भनेर ल्याएर राखेको हो प्रदेश संरचना हटाउनुपर्छ भनेर ल्याएर राखेको हो अनि तत्कालीन गोली हान्न आदेश दिने गृहमन्त्री तत्कालीन गृहमन्त्रीको पनि मन्त्रीको मन्त्री प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई कानुनी दायराभित्र ल्याएर छानबिन गरेर कठेराभित्र उभाइनुपर्छ भनेर हामीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको हौं विभिन्न मुद्दा रगतमा होली खेल्नको लागि बलिदानमा बगाइएका ती रगतहरू पानी बनाएर त्यसलाई पिउनको लागि तपाईहरुलाई हामीले प्रधानमन्त्री बनाएका होइन गोली लागेको छ छातीमा लागेको छ टाउकोमा लागेको छ कानमा लागेको छ कति जनाका आँखाका नानी उडेका छ गोलीको छर्रा लागेको छ यो कुरा कसले बुझ्छ कसले गर्छ यति बेला सबैभन्दा जिम्मेवार व्यक्ति भनेको को हो राज्यमा प्रधानमन्त्री हो त्यही भएर प्रधानमन्त्रीले माग सम्बोधन गर्न जरुरी छ नत्र मैले यही पत्रकार सम्मेलन मार्फत के उद्घोषणा गर्दछु भने यदि तपाईले प्रत्यक्ष कार्यकारीको चुनाव फागुन 21 मा गराउने निर्णय र प्रदेश संरचना खारेज अनि रमेश लेखकलाई र तत्कालीन खड्ग प्रसाद ओलीलाई अनि लगायतका भ्रष्टाचारमा मुसिएका ती व्यक्तिहरूलाई तपाईले कानुनी दायरामा ल्याएर कारबाही गर्न सक्नु भएन भने कार्तिक 24 गतेसम्ममा यो निर्णय गर्न सक्नु भएन भने सडकमा हामी दशौंको संख्या होइन सयौंको संख्या होइन हजारौंको संख्यामा व्यक्तिहरू उतार्ने छौं सिंहदरबारबाट सिधै फुटेर ल्याएर सडकमा घिसार्ने छौं भन्दैछु पटक पटक र बारम्बार जनताले हामीलाई पागल भनिसके पागल भएर हुँदैन हामी नेतृत्व गर्न आएका होइनौं हाम्रा मागहरू सम्बोधन हुनुपर्छ भन्ने हिसाबमा हामी आएका हौं हाम्रो माग एउटै छ हाम्रो शब्द एउटै छ हाम्रो आवाज एउटै छ प्रत्यक्ष कार्यकारीको चुनाव हुनु पर्यो तत्कालीन आदेश दिने व्यक्तिहरूलाई कारबाही गर्न सक्नु पर्यो यति मात्रै भन्दछु
अनि एउटा कुरालाई मैले जोड दिएँ, गुन्डा सङ्घका गुन्डु टोलका नाइकेहरू कृपया कानमा कवास छ भने खोलेर सुन्नुहोस्। तपाईहरुमा के संख्या भयो भनेर घमण्ड गरेको? संख्या त एउटा कुकुरको मलमुष्टमा पनि हुन्छ, त्यहाँ पनि झिङ्गा लाग्दछ। त्यो झिङ्गाले समाजमा सकारात्मक सन्देश होइन, बिरामी फैलाउँदछ। त्यो झिङ्गा हो तपाईहरु गुन्डा टोलका गुन्डा सङ्घका गुन्डुहरू। विचार गर्नुहोस्, हामी भनेको मौरी हो, फुलका रस चुस्दछौँ र स्वादिलो मोह समाजमा वितरण गर्दछौँ। त्यो उद्देश्यले आएका छौँ। यो संख्याको घमण्ड नगर्नुहोस्। यदि संख्याको घमण्ड गरेर राज्यमा अराजकता निम्त्याउन चाहनुहुन्छ भने भनेका छौँ। सबैसँग एउटै एजेन्डा जस्तो लाग्छ। अब यहाँ कोही पदमुखी, कोही चाहिँ तपाईँको आफ्नो विचारमा र कसैले टिम बनाउने थियौँ होला सायद, त्यस्तो खालको नहौँ। हामी जेनजीहरू सब एक हौँ। हाम्रो पहिलो माग भनेको करप्सन विरुद्धको थियो। अब नेपोकिट त हामीले पुरा भइसक्यो, यो मिडियाहरू पुरा भइसक्यो। अब हाम्रो माग रहेको भनेको भ्रष्टाचारीलाई र कुशासन विरुद्धको थियो। कुशासन र भ्रष्टाचारी विरुद्धको जुन मागलाई सबै हामी एकजुट भयौँ न भने केही हुनेवाला छैन। त्यसले गर्दाखेरि अहिले जति पनि सल्मलाएका छन् पुराना पार्टीहरू, यिनीहरूको रमाउने ठाउँ, यिनीहरूले खेल्ने ठाउँ मात्रै हुन्छ। त्यसले गर्दाखेरि सम्पूर्ण जेनजीहरूलाई एकीबद्ध भएर हाम्रो यो आन्दोलन अर्थात् यो विद्रोहलाई सफल बनाउने हो भने हामी पूर्ण रूपमा संविधान संशोधन गरेर मात्रै अगाडि बढ्नको निमित्त जेनजी साथीहरूले अनुरोध गर्दछु। त्यसै गरी कोही जेनजीहरू यहाँ हल्ला गर्दै हिँडेको देख्छु, अध्यादेशबाट चाहिँ संविधान संशोधन गर्नुपर्छ। अध्यादेशबाट ल्याएको संविधान अर्को चुनाव आउँछ र चुनावपछि त्यो जति पनि सांसदहरूले त्यसले पूर्ण रूपमा त्यसले खारेज गर्न सक्छ क्या। त्यसले गर्दाखेरि हाम्रो मागलाई चाहिँ छ। र अर्को भनेको हामीले बिर्सिनै नहुने कुरो, हामी आन्दोलनबाट आएको होइन, हामी विद्रोहबाट आएको। विद्रोह भनेको क्रान्ति हो। आन्दोलनबाट आएको भने हामी आन्दोलनमा जति पनि क्षति भयो, जति पनि व्यक्तिगत क्षति भयो, सरकारी क्षति भयो, त्यसको पूर्ण रूपमा हामीले बिहोर्नुपर्छ। त्यसको कारबाहीको भागीदार हुनुपर्छ। त्यसले गर्दा हामी क्रान्ति भएर आएको। क्रान्तिले नयाँ संविधान जनाउँछ, नयाँ संविधान बनाउँछ, नयाँ सरकार बनाउँछ। यसको निमित्त हाम्रो अहिलेको सरकार पूर्ण रूपमा अधिकार छ। उसको त्यो अधिकारलाई चाहिँ हामीले पूर्ण रूपमा सदुपयोग गर्ने हो भने सम्पूर्ण जेनजीहरू अहिले तितर बितर भइरहेछन्। एउटा कोठे 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 जति पनि कोठा कोठामा हामी यो सङ्गठन गर्ने 2.0 को हाम्रो यो भेलाबाट हाम्रो जति पनि कुराहरू आएको छ, यस सन्दर्भमा तपाईहरुको बीचमा म केही कुराहरू राख्न चाहन्छु। अस्ति नै पत्रकार सम्मेलन गर्दै गर्दा मैले हाम्रा एकजना शहीद गोली लागेको हाम्रो भाइको अन्तिम इच्छा सुनाउँदै गर्दा देशभरिबाट धेरै हाम्रा यही देशमा बस्नुहुने महानुभावहरूले गाली गर्नुभएको छ। र त्यति मात्र होइन, हामीलाई यतिकै तिमीहरू बौला हो, आतंकवादी हो भनेर भन्नुभएको छ। त्यसको लागि तपाईलाई धन्यवाद दिन चाहन्छु। हामी र हाम्रा भाइहरू आतंकवादी होइन। हाम्रा भाइहरूले त कलम बोक्न हामीले सिकाएका थियौँ, माओवादी जस्तो हामीले हतियार बोक्न सिकाएका थिएनौँ। तरै पनि आज हाम्रा जेनजेडको जुन आन्दोलन पश्चातको यो परिवर्तनलाई बिथोल्ने काम, हाइजेक गर्ने काम यी दलाल, यी भ्रष्टाचारीहरूले गर्दै आएको छ। र यो आइएनजिओ एनजिओले जुन प्रकारले अहिले हाम्रा भाइहरूको रगतमाथि खेलवाड गरिराखेको छ, आज म यही पत्रकार सम्मेलनबाट नेपालमा कार्यरत जति पनि आइएनजिओ एनजिओका जति पनि टिमहरू छ, खबरदार तपाईहरूलाई लखाट्न पनि हामी बेर लगाउँदैन। यदि हाम्रा भाइहरूको सपना पुरा भएन भने हामीले जुन जेनजेड 2.0बाट हामीले जुन एउटा सम्पूर्ण देशकै युवाहरूलाई जोडेर एउटा परिवर्तनको तर्फ लाने जुन हामीले एउटा निर्णय गरेका छौँ, यसमा हामी चाहिँ एकजुट भएर हामी अगाडि बढ्नुपर्छ भन्ने सन्देश म दिन चाहन्छु। फुटेर होइन, जुटेर यो देश बन्छ। किनकि जहाँ फुट हुन्छ त्यहाँ शान्ति पहिले पनि हुन सक्दैन। यस कारणले गर्दा देशभरि नै हाम्रा जति पनि जेनजेड समूहका साथीभाइ दाजुभाइ र विभिन्न टिम लिडरहरू हुनुहुन्छ, अहिलेसम्म मलाई पनि धेरैजनाले विभिन्न अवसरहरू दिइराख्नु भएको छ। म उहाँहरूसँग म यही अनुरोध गर्न चाहन्छु, हामी जस्तो एउटा निस्वार्थ भावनाले आज हाम्रा भाइका सपना पुरा गराउनको लागि हामी बाहिर आएका छौँ। तपाईहरूसँग जति सम्पत्ति छ देश बनाउनको लागि दिनु, हामीसँग सम्झौता गरेर हाम्रा भाइहरूको रगतमाथि राजनीति गर्नको लागि कृपया तपाईहरू यस्तो नगरिदिनु। किनकि यो देशमा हामीले चाहेको परिवर्तन हो। तपाईहरू जस्तो विदेशी दलाल र विदेशको
आडमा बसेर आफ्नै भाइहरूको हत्या गर्ने हत्यारा बन्न हामी चाहदैनौँ। यस कारणले गर्दा हाम्रो देशभरिबाट आजको यो हाम्रो राष्ट्रिय भेला 3 दिनको जुन हाम्रो राष्ट्रिय भेलाबाट जति पनि हाम्रो निर्णयहरू भएको छ यसमा हाम्रो कुनै पनि स्वार्थ छैन। यदि हाम्रो स्वार्थ तपाईहरुले भेटाउनु भयो भने मलाई माइती घरमा लगेर झुन्ड्याएर मार्दिनुहोस्। म यति पक्काको साथमा यति तपाईहरुसँग विश्वास को साथमा म भन्न चाहन्छु, यो देश बनाउनको लागि आज मलाई पनि मेरो परिवारबाट हो, मेरो आफन्तबाट बाबु तिमीले गरेर हुँदैन भन्ने कुरा धेरै छ। यस्तै धेरै हाम्रो साथीहरू यही डरले अहिलेसम्म फिल्डमा आउन सक्नु भएको छैन। विदेशबाट विभिन्न साथीहरूले भन्नुहुन्छ तपाईहरु त्यहाँ बसेर के गर्दै हुनुहुन्छ, तपाईहरु हाम्रो भाइहरूको रगतमा राजनीति गर्नुभयो भने खबरदार भनेर आज हाम्रा देश विदेशबाट हाम्रा युवाहरूले आवाज उठाउँदै गरेको छ। यस कारणले गर्दा म आज यो पत्रकार सम्मेलनबाट म तपाईहरुको बीचमा यही कुरा राख्न चाहन्छु, देश बनाउनको लागि निस्वार्थ निडर साहसी जसरी हाम्रो वीर गोर्खाहरूले अहिलेसम्म एउटा छाप छोड्दै आउनु भएको छ, नेपाली कहिले झुकेको छैन। र यो अहिले हामी पनि यो कुरा हाम्रो जेनजेटका जति समूहहरू छ तपाई हामी सबै यदि निस्वार्थी ढंगले हाम्रा भाइहरूको सपना पूरा गर्नका लागि हामी आज आफ्नो विभिन्न एजेन्डा लिएर राष्ट्रपति भवन धाउने, एम्बेसी धाउने, विभिन्न संगठनका व्यक्तिहरूसँग सम्पर्क गर्ने जति पनि हाम्रा इष्टमित्रहरू हुनुहुन्छ उहाँहरूसँग मेरो अन्तिम अनुरोध छ, आजको दिनदेखि तपाईहरूले ती पार्टीको व्यक्तिहरूसँग, त्यो आइएनजिओ एनजिओसँग, एम्बेसीको व्यक्तिहरूसँगको भेटघाट छोड्नु भएन भने अब हामी तपाईहरूलाई पनि ठेगाना लगाउँछौँ। हामी हाम्रा भाइहरूको रगतमा खेल्ने शहीदहरूलाई गरिरहेको व्यवस्था चाहिँ मैले नजिकबाट महसुस गर्ने मौका पाएको छु हैन। त्यसैले अहिलेको वर्तमान अवस्था भनेको चाहिँ हामी जति पनि घाइते शहीद परिवारहरू छौँ उनीहरू सबैजना एक ठाउँमा एकीकृत भएर चाहिँ हामीले आवाज उठाउनु जरुरी छ। हामी विभिन्न समूह उपसमूहमा अहिले विभाजित छौँ, त्यसरी समूह उपसमूहमा विभाजित नभइकन हामी एकत्रित भएर एकमुष्ट रूपमा आवाज उठाउनु जरुरी छ। साथसाथै वर्तमान हाम्रो जुन क्रान्ति जेनजी क्रान्तिबाट यो जुन सरकार बन्यो त्यसले आन्दोलनको म्यान्डेट अनुसार नै काम गरिरहेको छ भन्ने कुरामा धेरै शङ्काहरू आइरहेको छ हैन। त्यसको निवारण हुनु एकदम जरुरी छ। साथै अहिले जेनजीहरूलाई नै आतङ्ककारी घोषित गर्ने त्यस्तो क्रमहरू बढिरहेको छ। त्यही भएर चाहिँ हामीले क्रमशः यसलाई सचेत हुनु जरुरी छ र हामीले आन्दोलनकै बलिदानमा टेकेर बनेको सरकारले क्रमशः हामीलाई नै आतङ्ककारी घोषणा गर्ने त्यस्ता व्यक्तिहरूलाई यथाशीघ्र कारबाही गर्न जरुरी छ। यदि सरकारले सक्दैन भने आफ्नो हात खडा गरिदियोस्, हामी स्वयं त्यो काम गर्न तयार छौँ। र आन्दोलनको क्रममा जति पनि घाइते हुनुभएको छ उहाँहरूलाई सरकारले न्यायोचित उपचारहरू दिन जरुरी छ भन्दै मेरो 2